हाई गाइज गुड मर्निङ र आज हामी जाँदैछौँ फलामको पुल अस्ति म एक्लै गएको थिएँ आज चाहिँ भाइहरू पनि छन् सो हामी जाँदैछौँ अब त्यहाँबाट पुगेर घर फर्किनेछौँ आफ्नो वर्कआउट गर्नेछौँ आजको भ्यू हेर्नुहोस् रेनी छ आजको मौसम हेरौँ घाम गर्छ कि पानी पर्छ सो फाइनली गाइस हामी अहिले फलामको पुल पुगिसक्यौँ देख्न सक्नुहुन्छ पुल चाहिँ अलि सानो देखिरह यति देखिरह अब यही 1 गते यहाँ मेला लाग्छ नागपञ्चमीको दिन तपाईहरु पनि आउनु होला रमाइलो हेर्न एकदमै रमाइलो हुन्छ यहाँ म पनि आउने छु तपाईहरुसँग रमाइलो गर्न यहाँ माछा मारिरहेको छन् हिजो पानी परेर बाढी आएको छ सो यहाँ थुप्रै जना माछा मार्न आउनु भएको छ बिहानै अब म लागे फलामको माथि यहाँबाट भ्यू एकदमै राम्रो देखिन्छ र हामी यहीँ वर्कआउट गर्नेछौँ आफ्नो यस्तो दामी भ्यू देखिरहेको छ यहाँबाट बिहानको भ्यू नै राम्रो के र गाइज कोलाई मेरो भिडियो मनपर्छ प्लिज कमेन्ट गर्नु होला र लाइक पनि गरिदिनु होला कस्तो चलिरहेको त वर्कआउट हाम्रो त पुरै क्यामेरा छ गाइस को आउँछ 1 गते यहाँ मेला हेर्न तपाईहरु पनि आउनु होला म पनि आउने छु रमाइलो गर्नुपर्छ यो पुलमा नागपञ्चमीको दिन हेलो गाइस सो भाइ हामी यहाँबाट अब घर फर्किने छौं भाइहरु यहाँ ओ सेल्फी गराउन आएको यहाँ बिचबाट आउन कस्तो दामी आइरह ए माछा जम गाइस जम ओके गाइस अब हामी चाहिँ घरतिर फर्केको सी यू नेक्स्ट भिडियो ओके लभ यू ऑल प्लीज लाइक कमेंट एंड फॉलो मी बाय बाय